राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विगतमा संसदले पारित गरेको विधेयकभन्दा फरक खालको भएको तर्क गर्दै यथावत रूपमा जारी गर्न पत्र पठाएपछि राष्ट्रपति पौडेलले मंगलबार अध्यादेश जारी गरेका हुन्। यसअगाडि राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने पुनर्विचार गर्न भन्दै फिर्ता पठाएका थिए। सोही अध्यादेश सोमबारको मन्त्री परिषद बैठकले जस्ताको तस्तै जारी गर्न पुनः सिफारिस गरेको थियो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन पनि आह्वान गरेका छन्। मंगलबार बसेको मन्त्री परिषद बैठकले यही वैशाख 28 गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले वैशाख 28 गते दिउँसो 2 बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिएका छन्। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरामा 4G सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकमले सोमबारदेखि सो सेवा शुभारम्भ गरेको हो। अब पाथिभरा मन्दिर र आसपासका क्षेत्रमा उच्च गतिको 4G सेवा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ। समुद्र सतहबाट करिब 3794 मिटरको उचाइमा रहेको विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथिभरा माताको दर्शन गर्न जाने तीर्थयात्री साथै मन्दिर आसपासमा जोडिएका फुङलिङ नगरपालिका, फक्तालुङ, श्रीजङ्गा र पाथिभरा याङ्ग्र गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। टेलिकमका अनुसार अब मन्दिर दर्शन गर्न जाने क्रममा र पाथिभरा परिसरमा तीर्थयात्रीले आफ्ना परिवार र आफन्तसँग सहजै सम्पर्क गर्न सक्नेछन्। उच्च गतिको 4G डाटा सेवा मार्फत मन्दिर परिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सामाजिक सञ्जालमा सहजै आदान प्रदान गर्न सकिने पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिएका छन्। लगातारको वर्षा, हावाहुरी, चट्याङ तथा सम्भावित विपद जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा राति सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वैशाख 22 गतेदेखि अर्को सूचना जारी नभएसम्म खुरकोट, नेपालथोक, भकुण्डे बेसी सडक खण्डमा बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको हो। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ। साथै मौसममा सुधार नआएसम्म वा आवश्यक ठानेमा अन्य समयमा पनि अस्थायी रूपमा सवारी आवागमन रोक्न सकिने बताइएको छ। भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पदबाट राजीनामा नदिने भएकी छिन्। पश्चिम बङ्गालमा आफू नेतृत्वको तृणमूल काङ्ग्रेस टिएमसीको लज्जास्पद हारपछि मंगलबार कोलकातामा पत्रकार सम्मेलन गर्दै उनले षड्यन्त्र गरेर हराइएको टिप्पणी गरिन्। उनले चुनाव आयोग नै वास्तविक खलनायक भएको आरोप समेत लगाएकी छिन्। मुख्यमन्त्री बनर्जीले भाजपाले मतगणना केन्द्रहरू कब्जा गरेको र आफूलाई दुर्व्यवहार गरेको समेत आरोप लगाइन्। साथै उनले उम्मेद्वार र कार्यकर्ताहरूलाई यातना दिएको बताएकी पश्चिम बङ्गाल राज्यको विधानसभा चुनावको नतिजा सोमबार घोषणा भएको थियो। बङ्गालमा भाजपाले 293 सिट मध्ये 207 सिट जितेको छ। ममता नेतृत्वको टिएमसीले 80 सिट मात्रै जितेको छ। भोलि बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिम र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिकै वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। आज राति भने कोशी र मध्य प्रदेशको केही स्थान तथा बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागमा थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा हुने विभागले बताएको छ।